यो जिन्दगीले कहाँ पुर्यायो कहिले हँसायो कहिले रुवायो मलाई यो जिन्दगीले कहाँ पुर्यायो कहाँ पुर्यायो यस्तो लेट भोइस नेपालमा गा भाषा यार खोल्यो डनलाई नि हानेर गयो डन होइन माछा म यो गाउँको पनि सन हो माछा खै गीतै कहाँ राम्रो गाउने चाहिँ गीत तपाईँ त डान्स इन्डियामा डान्समा गयो भने फर्स्ट हुन्छ मलाई यो जिन्दगीले कहाँ पुर्यायो कहिले हँसायो कहिले रुवायो मलाई यो जिन्दगीले कहाँ पुर्यायो जिन्दगीले कहाँ पुर्यायो अर्को गीत पनि गाउने ल माया गर्नेको चोखो ल डान्स पनि एउटा उठेर गाउँदै के गाउँदै नाच्दै म स्वामी लमी हुन्छ यार आजभोलि त यार म मासु सासु के खान्न हामीले पनि खान पनि नपाएसम्म तर त्यो रामकृष्ण ढकलको गीत मात्रै मलाई आउँछ अरू आउँदैन दामी ल ओराली लागेको ल नाच्दै नि हुन्थ्यो नि ओराली लागेको मिर्का ओराली लागेको हरिणको चाल भो सुरुमा अर्कोचोटि बाघ भन्छु कपाल बिग्रेछ कि नत्र अति बवाल देखिन्थ्यो कपाल मिलाउनु कपाल हल्का हल्का मिलाउनु पर्यो हल्का मिलाउनु न कपाल हल्का लायनको जस्तो है कपाल एउटा गुरुङ गीत गाउँछु डन्नी जस्तो देख्यो दिन बल्ली बस्ने खै मुङामे खै मुङामे भनेको खै मुङामी त्यो नल्स्यो माइदिरा लोइ मोरे बदिरा तुसै नदिरा यो त होइन के अरे उता बढी चिच्चायो बम खाएर नहेले मैले भन्दैछु डन्दाइ गर्छु मलाई देखेर यो गाउँको मान्छे सबै थुर्रो बिहान झन् कस्तो काट्छ फेरि बम्बु हान्नु त तिम्रो सिम भइरे मगामी मानुङ गयो नाच ए मानुङ
क्योलाई मै देवा चुसै नदेवा क्योलाई मै देवा चुसै सबैजना ल कोरोना आखै दाइ नमस्कार दाइले म्याट लिएर आइदिनुहुन्छ अहिले सोक्पोको कहाँ सुत्ने भन् म्याट ल्याउने होइन तिम्रो सबैजना त्यहीँ जाने दाइले ल्याउनु पर्दैन के कति टाढो छ गाह्रो हुन्छ नि दाइ खेल्नु फर्स्ट म्याच हो फर्स्ट म्याच हो दाइ फर्स्ट म्याच छ अनि त्यतै ठिक हुन्छ यता नलाने बाइक छ तिमीहरूको छैन कि दाइ यहाँ ल्याउँ ल